जय मसी सबैजनालाई। हामी आज हाम्रो सेवकाईको यात्रालाई बढाउँदैछौँ। बर्खायामको मौसम, पानी परिरहेको र बादलले सबै जङ्गल ढाकेको हामी देख्न सक्छौँ। हाम्रो यात्रा सजिलो थिएन। बाटो चिप्लो, कतै पहिरो झरेको त कतै खोला तर्नुपर्ने। तर हाम्रो सेवकाईलाई हामी अगाडि बढाउन पछि परेनौँ। झरीको कारणले बाटोमा पानीहरू जमेको थियो र हिलो र छेउछाउमा चिप्लो बाटो थियो। त्योभन्दा ठुलो कुरा, हामी प्रभुको महिमाको लागि किमताङ 1 बाटो मण्डलीमा पुग्दै थियौँ। कठिनका बावजुद पनि हामीले किमताङ 1 बाटो मण्डलीका जवान भाइ बहिनीहरूसँग केही छोटो मिठो कुरा गर्ने अवसर पायौँ। जय मसी सबैजनालाई। आज चाहिँ म ठ्याक्क यो बर्खायामको मौसममा ठ्याक्कै किमताङ 1 बाटो मण्डलीको सङ्गतिमा सहभागी हुने मौका पनि पाएँ। जय मसी सबैलाई, मेरो नाम चाहिँ सुशील सुनार हो। जय मसी सबैलाई, मेरो नाम एल्कन सुनार। जय मसी सबैलाई, मेरो नाम सुरज। एल्कनले कति भयो यहाँ सेवाकाई गर्न थालेको अथवा बजाउन गाउन वर्शिप लिड गर्न थालेको कति भयो? धेरै नै भयो? धेरै लगभग 6 वर्ष कम्प्लिट भयो होला। 6 वर्ष जति भयो है? हजुर। ए अनि के समस्याहरू अब आइपर्दो रहेछ? आफूभन्दा सिनियरहरू हुन्जेल चाहिँ सबै कुरा अरूले नै उहाँहरूले नै गरिदिनुहुन्थ्यो। आफूलाई चाहिँ सबै कुरामा खुल्ला नै थियो, एकदम आनन्द नै थियो। आउने सेवाकाई गर्ने, अब फर्किने हुन्थ्यो। तर जब आफूभित्र त्यो जिम्मेवारीहरू आइपरेपछि चाहिँ धेरै कुराहरू सहनु पर्दो रहेछ। एकदम गाह्रो अवस्थाहरू झेल्नु पर्ने, भाइ बहिनीलाई डराउनु पर्ने कुराहरूमा, सिकाउनु पर्ने कुराहरूमा, कति कुराहरूमा सिकाउँदाखेरि नबुझ्ने, आफूले नसक्ने अवस्थाहरूमा चाहिँ धेरै दुःखको कुराहरू, धेरै समस्याहरू झेल्नु पर्थ्यो। तर त्यो अवस्थाहरूमा पनि प्रभुले चाहिँ हामीलाई सहायता गर्नुहुन्थ्यो। कसरी चाहिँ म ड्रम बजाएर प्रभुको महिमामा अगाडि बढ्छु भन्ने कसरी सोच आयो? अब कसरी भन्दा पनि त्यो इन्ट्रेस्टकै कारणले अब त्यस्तो सुरुदेखि नै अब सानै हुँदा त्यो सानैदेखि अब म्युजिकमै इन्ट्रेस्ट थियो, त्यही कारणले। अनि त्यसपछि त्यहीबाट बिस्तारै अनि म्युजिक सिकेपछि जिम्मेवारी आयो। जिम्मेवारी पछि अब यसै नै भाग्न सकेन, जो सेवाकाईबाट आउनै पर्छ भन्ने कुराबाट। एल्कनलाई के लाग्छ, हामीले बाहिरको युथहरूलाई र अब समग्र आफ्नै अघि भने जस्तै हाम्रो युथहरूलाई कसरी अगाडि बढाउन सकिन्छ होला प्रभुको राज्यमा, प्रभुको सुसमाचारमा? हजुर, सबैभन्दा पहिलो कुरा त आफू चाहिँ परिवर्तन हुनु पर्यो। अनि यदि आफू परिवर्तन भएन भने अरूलाई के देखाउने, के सिकाउने? त्यस कारणले गर्दा आफू परिवर्तन हुँदै गर्दाखेरि यदि मण्डलीको जवानहरूलाई, युथहरूलाई चाहिँ प्रभुमा अघि बढाउन सक्यो भने बाहिरी हेर्ने मान्छेले चाहिँ हामीद्वारा केही सिकोस्। अनि जब हामीले सिक्दै गर्दा, हामीले सिकाउँदै गर्दा हामीभित्रको असल छापहरू चाहिँ बाहिरी अरू युथहरूसँग, जो चाहिँ अक्रिस्चियनहरू छ, उहाँहरूमा चाहिँ पर्दाखेरि चाहिँ उहाँहरू चाहिँ परिवर्तन भएर चाहिँ यदि प्रभुमा आउन सक्यो भने चाहिँ त्यो अझै असल हुने थियो। मलाई चाहिँ एकदम खुसी लाग्छ भाइहरूसँग बसेर इन्करेज गर्न पाउँदा अनि आपसमा बातचित गर्न पाउँदा एकदम खुसी लाग्छ। सो म आज भाइहरूसँग चाहिँ धेरै धेरै धन्यवाद भाइ। के छ अर्थ जीवनको तपाईँ बिना येशू? के छ मूल्य जीवनको तपाईँ बिना येशू? के छ अर्थ जीवनको तपाईँ बिना येशू? के छ मूल्य जीवनको तपाईँ बिना येशू? अन्धकार संसारको बीचमा म त हराएको थिएँ। संसारिक बोझहरूले म त दबिएको थिएँ। अन्धकार संसारको बीचमा म त हराएको थिएँ। संसारिक बोझहरूले
म त दबिएको थिएन आनन्द खुसी जीवनमा म त आफै टुट्न किमताङ एक बाटो मण्डली मेगाङ 4 किमताङ स्थापना भएको मिति 2046 साल। यसबाट थाहा हुन्छ यो मण्डलीमा प्रभुको काम कति अचम्मको भएको छ। हामी यस मण्डलीका सम्पूर्ण जवानहरूसँग र सम्पूर्ण मण्डली परिवारसँग भेटघाट गऱ्यौँ, भलाको सारी गऱ्यौँ। हामीले यहाँ सङ्गति बस्ने मौका पायौँ र यहाँको साना नानी बाबुहरूसँग हाँस्दै खेल्दै अनि रमाउँदै प्रभुको प्रशंसा गर्न पायौँ। हामीले यतिखेर हाम्रो साइनिङ हिलको अन्य सदस्यहरूलाई पनि हामीले सम्झिराखेका थियौँ, किनकि हामी विगतमा सँगै यसरी नै प्रभुको काम गर्दै सिक्दै अनि सिकाउँदै अगाडि बढेको कुराहरू मलाई याद आयो। साँच्चीकै प्रभुको काम गर्न कति आनन्द र कति खुसी छ भन्ने कुरा हामी सेवकाई गर्ने व्यक्तिहरूलाई दुःखमा पनि हामी त्यो कुराहरूलाई महसुस गर्न सक्छौँ। प्रभुको काम गर्नलाई एकअर्कामा आपसी सम्बन्ध, प्रेम र उत्साह अति नै जरुरी हुन्छ। त्यही उत्साह आज मैले पाएको छु र मैले मण्डलीका दिदीबहिनीहरूसँग पनि केही प्रश्न गरेँ। मण्डलीमा बुहारी भएर आमा भएर सेवकाई गर्न कतिको सहज हुन्छ? सम्पूर्णलाई जय मसीह। मेरो नाम चाहिँ आइती सुनार हो। जय मसीह। मेरो नाम सरिता। जय मसीह। मेरो नाम चाहिँ नोमी विश्वकर्मा। ठिक छ। अलिकति दाजुभाइको तुलनामा दिदीबहिनीहरूलाई अलिकति गाह्रो छ, किनकि परिवारबाट काहीँ जानु पर्यो भने पनि अथवा काहीँ केही भइहाल्यो भने पनि अलिकति केटा मान्छेहरूलाई भन्दा अलिक गाह्रो छ। तपाईँहरूले मण्डलीमा सेवाकाई सम्हाल्दै गर्दा तपाईँहरूलाई कस्तो लाग्छ? कतिपय कुराहरूमा चाहिँ अब मेरो त 3वटा छ, नानी बाबु बेटा, नानी एउटा छ। अनि धेरै मान्छेहरू सेवाहरू खोजेर हिँड्दाखेरि चाहिँ म आफै आफ्नो घरको कामको व्यस्तताले गरेर सेवा खोज्न नपाउँदा चाहिँ आफूलाई दुःख लाग्छ। आज म यो सेवामा चाहिँ जानु पाएन, प्रभुको कुरा ज्ञानको कुराहरू चाहिँ मैले एउटा मात्र सिक्न पाएँ, म कति उत्साहित हुन्छु। जस सिक्नुपर्ने कुरा है, विवाह गरिसकेपछि पनि कति त अब विवाह गरिसक्यो, नानी भइसकेपछि क्वायरमा नउभिने, मण्डलीमा अलिकति पछाडि गएर बस्ने त्यो प्रवृत्ति छ नि त होइन। तर तपाईँले उदाहरणीय भएर तपाईँले देखाउनु भएको छ। तपाईँ पनि यो मण्डलीको बुहारी हुनुहुन्छ, तपाईँलाई कस्तो अनुभव हुन्छ? विवाह अघि र विवाह पछि भन्ने कुरा चाहिँ धेरै फरक छ क्या। अब विवाहभन्दा अगाडि चाहिँ अब कुनै काम भए तापनि होइन म त जान्छु भन्न नि पाइयो, सेवाकाई गर्न त पाछु। तर कसैले केही भनिरहेको छ कि फ्यामिलीबाट, अब बाहिरबाट भनेको कुरा त अब त्यति मतलब राख्नु भएन, तर फ्यामिलीबाट नै बाहिरी रूपमा चाहिँ जाऊ भनिरहेछ भने भित्रीबाट चाहिँ केही भनिरहेको छ कि जस्तो आफूलाई भित्रबाट फिल हुन्छ कि त्यो कुराहरू। त्यति कुराहरू चाहिँ अलि विवाहभन्दा अगाडि र विवाह पछाडिको कुरा चाहिँ त्यो भेटिन्छ। अनि आजलाई चाहिँ हाम्रो तपाईँहरूसँग अनि हाम्रो भाइहरूसँग सबैजनासँग छोटो अन्तर्वार्ता लिने मौका पाएँ। आजलाई यति गरौँ होइन, पछि फेरि समय रहेमा हामी फेरि भेट्दै गरौँला, फेरि यसै कुराहरू गर्दै गरौँला। अनि तपाईँहरू सबैजनालाई थाहा नै छ, मैले स्टुडियोको लागि चाहिँ रेकर्डिङ स्टुडियो, पोडकास्ट, भिडियो स्टुडियोको लागि काम गर्दैछु। प्रार्थना गरिदिनुहोस्। अनि तपाईँहरूलाई यदि सपोर्ट गर्न मन छ भने साइनिङ हिललाई के भन्छ खबर गर्नुहोस् साइनिङ हिलको पेजमा, अथवा साइनिङ हिलको जिमेल पनि छ। अनि प्लस तपाईँहरूले मलाई पर्सनली पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। धन्यवाद सबैजनालाई। जय मसीह। जय मसीह। किमताङ एक बाटो मण्डलीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। जय मसीह। हाम्रो शनिबार सङ्गति सुरु हुने समय रहेको छ किमताङ एक बाटो मण्डलीमा दिउँसो 12 बजेदेखि ठिक 2 बजेसम्म रहेको छ। यदि कोही कसै भिजिट गर्दै हुनुहुन्छ भने हाम्रो मण्डलीमा तपाईँहरू सम्पूर्णलाई स्वागत भन्न चाहन्छु र यो ढोका सधैँ खुल्ला रहँदछ। त्यसै गरी जो कोही कसै यो मण्डलीको बाहिर रहनुभएकाहरूले यो भिडियोलाई हेर्दै हुनुहुन्छ भने हामी वर्सिप टिमको लागि चाहिँ तपाईँहरू सम्पूर्णले प्रार्थना गरिदिनु होला र सम्पूर्णलाई स्वागत गर्न चाहन्छौँ। स्वागत छ।
आजको भिडियो हामी यही अन्त गर्न चाहन्छौँ। तपाईँ हामीसँग जोडिनुहोस्, सँगै प्रभुको काममा हामी अगाडि बढौँ। विभिन्न क्षेत्र, विभिन्न ठाउँ र विभिन्न गाउँमा प्रभुको राज्य सँगै पुर्याउँ।